हेलो साथी, गुड इभिनिङ। आज मेरो छोरी ग्रीष्माले मम्मी खिर बनाउनु न अनि मलाई सिकाइदिनु भन्दैछ। अनि म उसलाई जस्ट अलिअलि सिकाउन यो गरेको। हुन त त्यो छैन बनाउने भएको, बट उसले आज कति दिनदेखि मम्मी मलाई खिर बनाउन सिकाउनु न भन्दै थियो। अनि त्यही भएर म उसलाई सिकाउँदैछु। ल त्यहाँ बासमती चामल छ, अलिकति मात्रै लगाऊ ल। अझै ल्याऊ, अझै ल्याऊ न। अब धेरै भयो तिमीले, धेरै भयो, अलिकति निकाल्नुपर्छ किनभने हामी दुध धेरै हाल्ने अनि चामलको खिर बनाउने। ल ठिक्क भयो ल। अब यसलाई तिमी भिजाइसकेको छ उसले। अनि त्यसपछि आऊ तिमी यता ल सक्नुहुन्छ। मैले यो 2 लिटर दुध लिएको छु। अनि अब म नानीलाई ग्यास बालिदिन्छु। हालो छोरी त्यहाँ। खै म खोलिदिन्छु अनि तिमी लगाऊ। ल लगाउन सकिन्छ? त्यति टाढा पख। अब लगाऊ, लगाऊ, सबै लगाऊ। अर्को पनि हाल, हाल। अस्तिदेखि खिर खाने भनेर अनि आज उसलाई बनाउन ल। ल अब दुध त्यहाँ ग्यासमा लगाऊ। भयो ल। अब दुध उम्लेपछि मात्रै चामल लगाउने है। दुध अहिले तातो भएको छैन, तातिँदैछ अहिले। दुध तातो हुँदै गर्दा तपाईँहरूलाई देखाउँछु छोरीहरू के गरिरहेछ भनेर। के हुँदैछ? तिमी लुगा किन मिलाएर नलगाएको? यहाँ हेर त, यो सबै राम्रोसँग लगाउ न। यो कान्छी यहाँ खेलिरहेछ अनि यहाँ किरा छ, त्यो हेरेर यिनीहरू यति रमाउँछ। किरा ए कान्छी, तिमी के गरिरहेछ छोरी? रमाइलो भएको हो। हेर्न सक्नुहुन्छ दुध उम्लिरहेछ। अब यसमा चामल लगाउने। चामल लगाऊ त छोरी। हालो हालो। भयो। मैले ग्यास अलिक कम गरेको छु किनभने यो फेरि उम्ल्यो भने सबै माथितिर जान्छ। त्यही भएर मैले ग्यास कम गरेको थिएँ। अहिले फेरि बढाएँ। अब यो पाक्दै गर्छ अनि यसमा मैले यो ड्राई काजु अनि बदाम अनि मखानी हाल्छु। यति मात्रै हो, चिनी लगाउँदिनँ किनभने चिनी हेल्थको लागि राम्रो होइन अनि त्यो नखाएकै राम्रो। त्यही भएर चिनी नलगाइकनै बनाउने। पछि बनाइसकेपछि अनि देखाउँछु तपाईँहरूलाई। पाकिरहेछ त खिर। आज ग्रीष्माले पकाएको कस्तो हुने हो खै।
असरी जस्तो भए पनि खान्छु नि होइन त्यो पनि बिना चिनीको चिनी नलगाउने नि चिनी खानु राम्रो हो हेल्थको लागि होइन नि ल त्यसलाई पाक्न देऊ अब त्यति चलाउनु हुँदैन उम्लिरहेको छ अब हेर्न सक्नुहुन्छ खिर बनिसकेको छ यहाँ अब ग्रिसमाले हाल यो काजु बदाम सबै लगायो भयो भयो नि होइन छोरी ल अब यसलाई प्लेटमा हाल अनि सबैलाई दिऊ ल हुन्छ सिक्यौ नि आज राम्रोसँग हाल यसरी हालिन्छ यो मेरो छोरी खिर अब कति टाइम लगाउँछ उसले हाल्नलाई म हाल्दिनँ म हालिदिन्छु नि है तिमीलाई हुन्छ मम्मीले गर्दा हुँदैन ल भयो ममा गरिदिन्छु ल खिर पनि रेडी छ साथीहरू आज छोरीले खिर यस्तो भएको छ तपाईँहरू हेर्न सक्नुहुन्छ ल छोरी अब सबैजना ल्याऊ ल हिँड टेबलमा हिँड तिमी बोल्न सक्दैन हिँड हिँड म दिन्छु न सबैजना खिर खान रेडी ल आओ सबैजना आओ ल हजुर कस्तो भयो खिर धेरै मिठो मिठो भयो अनि ग्रिसमा तिमीलाई वाउ मेरो खिर धेरै राम्रो भयो मिठो हो साथीहरू धेरै मिठो लाग्यो राम्रो बनाएको छ मिठो छ बिना चिनीको हो राम्रो लाग्यो बाई साल